कुछ होता है टॉयलेट डियर माया अहिले गर्न पाउनु भएको थियो आज गर्दिनु काका आफूभन्दा ठुलो मान्छेको अगाडि अथवा के भयो मिटिङमा अफ कोर्स मलाई क्याच बढी हुन्छ हिजो अफिसमा पनि खुसी छ चाइल्डहुडमा पाएको धेरै पनि निक्ने यो त यो भ्यू पनि मलाई नै पर्छ भनेर गरेको क्या वेलकम ब्याक आवर न्यू भिडियो हामीले यो गेम चाहिँ अलरेडी खेलिसकेका छ र हामी फेरि पनि यो गेम खेल्दैछौँ हामीले कान्छीलाई चाहिँ मिस गरिरहेछौँ किनभने यहाँनिर कान्छी चाहिँ छैन त्यो चाहिँ गाउँ गएको छ ओइ मिस यु कान्छी अनि त्यसपछि अब हामी गेम स्टार्ट गर्छौँ अनि गेमको रुल्स थाहा छ होला एउटा आँखा बन्द गरेर यस एउटा क्वेसन पिक गर्ने अनि त्यसरी छाडी त्यो त्यसमा जे लेखेको छ त्यो क्वेसन भयो क्वेसनको एन्सर गर्ने डेयर भयो डेयर गर्ने ट्रुथ भयो यस ल स्टार्ट गरौँ आफै गर्ने हो यस आफै जे स्टार्ट गाबाट कान्छी यो छ कान्छी उबाट यु क्यान गो आई एम सरी खिचा पोखरी घण्टाघरको अगाडि रानी पोखरी त्यस पछाडि थाहा छैन नि त्यही भएर अगाडिबाटै क्या छ 30 सेकेन्ड बच्चा जस्तै कुरा गर्नुहोस् भाँडाकुटी खेल्छु मेरो जस्तो लाग्यो मेरो क्वेसनमा त को पच्छ स्योर हो मेरो ओके क्यारिकेचर गरेर गीत पनि गाउने त्यही पोजिसन सुनेका गाना सुनेका गाना त्यति भन्ने गाना के गाना फस्यो अब किरिसका सुनेका गाना किरिसका सुनेका गाना ल मेरै टर्न है अखडम बखडम बम्बेवा 80 नंबर पूरे सब निकले पौने दो जो होता है होने दो ए मेरो हैन दिदीको पारे छ कहिले आफूभन्दा ठुलो मान्छेको अगाडि अथवा के भयो मिटिङमा हिजो अफिसमा पनि खुसी छ मेरो क्या आफ्नै निराले त सानो छ तिम्रै होला नहेर मेरो जस्तो छ हैन मेरो कुनै एउटा मुभीको नाम पछाडि टोयलेटमा थपेर भन रे एउटा मुभी भन अनि टोयलेटमा भनेर भन भनेको थियो कुछ कुछ होता है टोयलेटमा पर्खी बसे टोयलेटमा त्यस्तो नि हुन्छ हुन्छ के कुछ कुछ होता है के हुन्छ पेटुसा कुछ कुछ होता है बाख्रा कुन नेतालाई सम्झिनु बाख्रा दिदीलाई नि मलाई थाहा छ दिदीलाई नि क्वेशन बनाउन आउँदैन त क्या इनलाई यस मैले बनाएको हैन तर त्यो क्वेशन दिदीको ह्यान्डराइटिङ हो त्यो मैले चाहिँ यस्तो त अर्को आफ्नो क्वेशनको एन्सर किन भने अघि नभने नभने ए ल ए एन्सर चाहिँ मलाई त थाहा छैन कसको रे नभन थाहा अहिले त्यो क्वेशन यही छ त फेरि मेरो ठुलो बेबीको यो त मलाई नै मर सकेछ पर्यो म पढेर सुनाउँछु टुल्लु बेबीको क्यारिकेचर गर्ने उसको गर्लफ्रेन्ड मेलिनालाई प्रपोज गरेको गर्दै मेलिना उसको गर्लफ्रेन्ड छ नि त अनि उसले चाहिँ मेलिनालाई चाहिँ प्रपोज गरेको क्यारिकेचर गर्ने क्या मेलिना गर्दै तिमीहरू खोइ प्रपोज गरे मेलिना तिमी चाहिँ मेरो
बालेन रहेछ यो बालेन मेरो होइन होइन त्यस्तो होइन। दिदी के उयो काकाको बालेन कुन क्षेत्रबाट चुनावमा उठेका छन् हाम्रो बालेन दाइ जिन्दाबाद, बालेन दाइ जिन्दाबाद, जय घन्टी। नेपाली काङ्ग्रेस कि नेपाली एमाले जिन्दाबाद अब मेरो turn, मेरो। मेरो होइन छोइला ए चाहे चाइल्डहुड क्रस हमें तो पता था कति थियो मेरो त चाइल्डहुड क्रस त भन्दा नि मेन हुन्छ नि आफ्नो मन तर अहिले सबै मन पर्दैन अब चाइल्डमा त मन जो पनि सेलिब्रेटी फेलिब्रेटी पनि हुन पायो नि त नो सेलिब्रेटी भन्दा बाहेक है मलाई सेलिब्रेट गर्ने चाइल्डहुड क्रस चाहिँ मेरो स्कुलमा 3 क्लासमा पढ्दाखेरि हैन 3 क्लासमा हुँदाखेरि नै आएको थियो पढ्न अनि फर्स्टमा मलाई त्यही नै थियो त्यसलाई क्रस भन्दो रहेछ हो त्यही नै थियो तर मैले फाटेको ब्रस सम्झे नाम बिलासिला दाइ नभन्ने नाम नभन्ने भन्ने नो यार त्यस्तो भन्नु यो अहिले अल्फाबेट मात्रै भने नि हुन्छ र म एकदम हैन त्यति बेला त्यो क्रस भनेर चाहिँ मलाई थाहा थिएन है उहाँको बुढी छैन छैन यार मेरै भएको छैन उरा म त एकदम मेरो साथी हो मतलब तिमी मेरो साथी हो है बिहे गर्दा आफ्नो कास्टसँग मागेर होइन यो डियर रे कसैको बारेमा 3 राम्रो कुरा भन्नु मन पर्ने जिएफ बिएफ रे जिएफ अथवा बिएफ को बारेमा मन पर्ने 3 वटा कुरा भन्नु क्या जिएफ हैन बिएफ मेरो बोयफ्रेन्ड को हैन जोसलाई बिहे गरिदिन्छ त्यहीसँग जाने निर्णयमा छातीमा हात राखेको हो कता हुन्छ छाती यस्तै हुन्छ छाती अहिले एक्सलाई स्टक गर्नु भएको छ भनेको एक्सलाई इन्स्टाग्राम फेसबुकमा फेरि गएर खोज्नु भएको छ स्टक गर्नु भन्छ के गर्दो रहेछ खोलिहालिन्छ नि छ एक्स भनेको के हो अहिले एक्स वाइ अहिले मा देखाउँछ नि के हो गरेको छ छैन एक्स भनेको के हो बुबु प्रेमिका त्यो तपाईको कालिम्पोङ स्कुल पढ्दाखेरि थियो नि जुन एक्स यसरी भन्नुपर्छ कि अनि थाहा हुन्छ अझ के भन्नु गर्नु भएको थियो कि थिएन यसमा मैले मम्मी ड्याडी बाहेक केही देखेको छैन बाख्रा कुन नेताले सम्झिँदै अघि मलाई भने हैन काकाले बनाउनु भएको गर्दैन फुल नेम भन्नु न गगन थापा दिदीको पढौँ तिम्रो पहिलो बिएफको नेम कुन अल्फाबेटबाट स्टार्ट मलाई त किन यस्तो पर्छ यो दिदी ए बाट आउँछ यस मेरो त सब पोल खोलियो एबाट चाहिँ के आउँदो रहेछ ए बाट एप्पल अर्जुन अर्जुन खड्काने हुन्थ्यो मेरो ऋषि धमला कुन क्षेत्रबाट चुनावमा उठेको छन् कुन बाटो हो रौतहट के हो त्यो मान्छे त श्रमदान गर्नुभएको छ मलाई त सब थाहा छ रौतहट यो भन्न सकेन भने अरूले नभन्दिने अनि डियर गर्नुपर्छ है म सोच्दै थिएँ गर्नु काका एउटा राखे क्षमा चेते राख्ने र चाहिँ राख्ने हो
मेरो मेरो यो तपाईँ पढ्न जान्नुहुँदैन म भन्छु होइन क्याटेगोरी छ कि आफ्नो कोही अब तपाईँ जेन्ट्स पढ्नु भयो नि त त्यही भएर आफ्नो कोही लेडिज साथीलाई आई लभ यु आई कान्ट लिभ विदाउट यु यु आर माई एभ्रिथिङ पहिल्यैदेखि नै भन्न चाहन्थे तर मैले भन्न सकिनँ गरिदिनु त्यो अननोन पर्सन हुनुपर्छ मैले भनेको थिएँ नि फर्स्टै क्वेसन छ भनेर अननोन पर्सन है अननोन तपाईँले चिन्नु हुँदैन त्यसलाई तपाईँले यो सल्भ गरेर लेडिजलाई सेन्ड गर्नु पर्यो अहिले यस क्यामेरा छ त्यो भएन गर्नु पर्यो कसरी गर्नु अनि गर्नु पर्यो ल अहिले पछि गर्नु मोबाइलमा त अनि त्यस्तो गरिराख ल अहिले मेरो फोनबाट तपाईँकोबाट गर्छु मेरोमा खोल्नु मेरोबाट गर्नु अब त्यो गर्दा गर्नुपर्छ यो गेम हो यो गर्नु भयो यो गर्नै पर्छ यो गरेको भिडियो पनि म हाल्नेछु लुक यता आउनुहोस् यो कम्प्लिट गर्ने नगर्ने गर्नुपर्छ अनि यसको छुट्टै भिडियो हाल्छु ओके 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 यसको बाँकी छ है त्यो त अहिले भनेर पनि मैले फस्टाउने मेरो क्वेशन मसिनो भएर मेरो क्वेशन मसिनो छ टिपाउन आएछ भनिरहेछ चाइल्डहुडमा पाएको सबभन्दा धेरै पनि निक्ने यो भ्यू पनि मलाई नै परोस् भनेर गरेको क्या आखली भन्ने चाहिँ बुवाले भन्नुहुन्थ्यो घोडाको सानो सानो छ टिप्दिनु मेरो होइन दिदीको हालै गर्नुपर्छ छैन ल कसैको फोन सेक्रेटली चेक गरेको छ म कसैको फोन पनि चेक गर्दिनँ त्यो गर्ने मान्छेलाई हो त यो फोन चेक गर्ने त तिमी आफै हो कि मेरो फर्ज है मैले कसैको फोन चेक गरेको छैन र मलाई चेक गर्न पनि मन पर्दैन म हेरेरै टिभी नि हेर्नु होला के हुँदैन आफ्नै भयो कि क्या देखाउ न दिदीकै हो महेश बस्नेतलाई यो चाहिँ काकाको काकाको चाहिँ खाली कुन रूपमा चिन्नुहुन्छ चिन्नुहुन्छ महेश बस्ने चिन्छु एमालेको हो कसरी चिन्नुहुन्छ एमालेको भेडा भनेर झोले भनेर ओके नभन्ने भनेको थियो सो हम जज्बात में के भन्छन् त्यसलाई जज्बात जज्बात में काका बिचारैबाट बस्नु भयो त्यो कसलाई फर्स्ट भइरहेको थियो क्या त्यो तिमीलाई परेको है तिमीले कसैलाई गर्नुपर्थ्यो दिदीलाई परेको है दिदीले गरिदिन्थे मैले गरेर पछाडि मेरो त्यो केटा झुन्ड भने के गर्ने मैले बिचारालाई म त भनिदिन्थे इट्स अ गेम मेरै रहेछ म त भनिदिन्थे अनि पछि गेम भन्दा पनि त्यो केटा बिचारा झुन्ड भने के गर्ने मैले इट्स अ गेम म त भनिदिन्थे म त भन्दिनँ म त भनिदिन्थे कसैलाई इग्नोर गरेर प्रपोज इग्नोर भनेको हैन कसैलाई इमेजिन गरेर प्रपोज गर भनेको सम्झिनु अब फिरमा डुबेर नि फेरि त्यहाँ आई लभ यु होइन नि बिचारा काकाले प्रपोज फिरमा सम्झिनु ल यहाँ प्रपोज भइरहेछ एक बिला सिलाउने पो गर्ने हो होइन मात्रै भएको गर्लफ्रेन्ड इमेजिन गरे हामी 10 फिलिक्स मसँग आउँछ होला काका भाउजूसँग कसरी आउँछ म साली हो नि त ल काका ए डियर माया कहिले गर्न पाउनु भएको थियो भने आज गर्दिनु काका यस्तो पागल तरिकाले मान्छे यस्तो तरिकाले तपाईँको लप पर्दैन काका ल परेन आफ्नो रिजेक्ट काका
होइन नि त मैले फिल्डमा डुबेर गर्नु भनेको थिएँ के थाहा तपाईँले फिल्डमा डुबेर गरेको म एक्सेप्ट पो गरिदिन्थेँ कि ओहो ला यो त मलाई त थाहा छैन श्रेया म्याम यो भिडियो नहेर्नु होला यो तपाईँको लागि होइन बनेकै होइन यो त मलाई त थाहा छैन T20 क्रिकेट कहिले सुरु भएको थाहा छैन मलाई सुरु हुन्छ अब त दिदी फस गई रे दिदी फस गई रे थाहा छैन दिदी थाहा छैन भने थाहा छैन अब तपाईँ फस्नु भयो नि त जसरी भयो नि यो क्वेसन कस्तो छ त्यसरी काकाको दिदीलाई पनिसमेन्ट दिनु के गरौँ काका नाच्ने दिन न नाच्ने होइन मैले अलिक गाह्रो दिनु के दिनु पहिलो जाने दिनु काका गाह्रो दिनु सोचेर यस्तो सोचेर के दिनु जल्दी सोचो क्षमा क्षमा के अरे तपाईँले अब गरिराख्ने भएकै पनिसमेन्ट गर्नु न ल ल यतै नाकमा यस्तो चेप्ने उठ बस 15 चेप्छा हुँदा प्र्याक्टिस अन्तरी Yes. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, and 15. Yes, pass. भइसक्यो मेरो यस्तो नम्बर ट्राई गर्दै हो मिदिमा जानु मिदिमा 70 गरेको छु मैले 15 त मिदिमा ओम गम गणपते नमो नमः श्री मेरो जस्तै पढाएको थियो मेरो सानो सानो उठाउ न ल चाहिँ कोडेकै हो क्या यो हो अघि नै देखिएको थियो कुन जनावर जनावर सबैभन्दा धेरै दिन बाद छ ल मलाई त थाहा छैन अक्टोपसी गोही नो अक्टोपसी अक्टोपसी यो यस्तो लामो हुने यो अक्टोपसी 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 सर्प के त्यो कछुवा कछुवा जनावर केही न ल त्यत्रो भन्दै गयो भने त भइहाल्छ नि सब लाबाट भयो भने 4वटा भने मिलेन पास के केही भन्न चाहन्छ लास्टमा एन्सर जनावर कस्तो पेट दुखे तैले छिटो थाहा छैन कोडो पास कछुवा यिनले सबै भन्दै गए अनि मैले त के होइन भन्न खोजेँ के हो भने अनि ल लास्ट क्रिमले एउटा कि फाइनल गर कि पास गर्न भने अनि त्यहाँ भनेन त्यो काकाले जसरी एभ्रिथिङमा लभ आई कान्ट लिभ विदाउट यु त्यो तिमीले नै गर्नु पर्यो के रे परे अब के दिने कडे त्यही हो अब विलासीको ट्रन अब काकालाई भन्नु ए म गर्नु पर्छ ल इनले चाहिँ मेसेज गर्नुपर्ने के त्यसो भनेर कसै अननोन व्यक्तिलाई अघि काकाले गर्नु परेको ट्रेन विलासले नि गर्न पर्ने भयो फोन गछ फोन अहिले दुईजनाको एकैचोटि काका एउटा भिडियो म प्रपोज गर्छु गर्नु पर्दैन अहिले अर्को पाला आउला सन्दीप लामिछानेको जर्सी नम्बर कति हो कति हो कति पो थियो नभन्नु न हिन्ट नदिनु 12 हो कि 18 जस्तो कति हो 3टा मात्र अप्सन भन्न पाउँछ ल 3टा मात्र क्रिकेट हे प्रभु हे सबैले चिन्ने हो सन्दीप लामिछाने इज अ ब्रान्ड हो त मलाई अहिले दिमाग उसको यहाँनिर ट्याटु पनि छ यार त्यसको त म हिन्ट दिउँ ल छोटा मलाई म भन्छु भनेन भने के मलाई मैले वर्ल्ड कप जित्ने होइन कति 10 भन्दा अगाडि छ कि पछाडि छ 10 भन्दा पछाडि 10 पछाडि छ 20 भन्दा अगाडि 20 दिदीले बिगारिदिनु भयो बल्ले एकछिन मलाई याद आउँदैछ मलाई सर याद आउँदैछ
गलत 19 गलत 18 गलत सक्यो कसको थियो यो क्वेसन उसलाई दिनु पनिसमेन्ट सेम दिनु त रेना एउटै त सेम त मलाई चाहिँ नाइ दिनु काका दिनु काका दिनु काका दिनु जे दे नि म बिन्दास ल सेम ल अहिले फर्स्ट एसी तिनैजना भाउजूलाई नि पसन्द गरिदिनु मलाई त गरेन केही छैन ल जुका बे काकाको के बाजा पुछा भएको ओइ कतिको भयो 20 अनलाइन त बुझ्न पाइ अनलाइन त होइन हैन अनलाइन नै गर्ने बोल ए अनलाइन त अलि झुन्ड्यो गर्ने डर गर्दिने घरको कुन काम गर्न सबैभन्दा मन नपर्ने भात पकाउँदा कुकरको बिर्को माझ्दा ओइ कति हो जर्सी नम्बर 25 25 मैले के भन्न लागेको थिएँ भने भन्न लागेको थिएँ अनि छोडिदेऊ अब त्यसको विगत दल्ने काम नगर प्रिय काकाको चाहिँ मलाई यो नि आउँदैन अब पारस खड्का कुन खेलको खेलाडी हो क्रिकेट पारस भयो पारा त होइन खेल्दै पारस खड्का दाइ त हाम्रो डन हो नि डिजे मैले पेट दुइसक्यो मन टोलेर त्यो पहिला कम्प्लिट गरेर कसको कोडो गयो कसको हाँसो सुन्दा सबै डराएको छ घरमा हाँसो गरेको हामीलाई त थाहा छ है घरमा हाँस्दाखेरि घरको रिलेटेड मान्छेहरू कसको चाहिँ हाँस एकदम डर लाग्ने क्या डराउँछ क्या घरकै मान्छे भन्नु पर्यो होइन यो घरमा अब भयो मिलेन ए सावित्रा दिदी सावित्रा आन्टी मलाई कस्तो पेट दुइसक्यो छिटो खलास गर्नु न नाच्न यो चाहिँ मेरै हो नो मोडल अथवा आफूलाई मिस वर्ल्ड इमेजिन गरेर वाक गर ए भगवान का ओ हामी ताली क्ल्याप गर्छौँ अब आउँदै रहन्छ मिस प्रणिका दिनु मैले कस्तो राम्रो क्वेसन बनाएको छ आज त गुटीबाट पुछार भएको माछा पुछार भएको माछा पुछार मिठै हुँदैन दिदीको मम्मी ड्याडीसँग कहिले झुट बोलेको छ अफ कोर्स बोलेको छ होइन त्यहाँ पुरै पढ्नु न सानोमा मैले चाहिँ होइन कुखुरा हेर्न छोडेर मेरो काम थियो होइन मेरो काम चिले लग्यो होला कुखुरा चाहिँ अनि एक दिन चाहिँ यत्रो फुल पार्ने पोथी सेतो पोथी थियो त्यो चाहिँ अनि स्यालले कुलेलाम लगिदियो इलाम लग्यो कुलेलाम कुलेलाम अनि त्यो चाहिँ अनि हराएपछि चाहिँ कुटाइ खाएको थियो अनि कुटाइ खाएपछि ठिक परे झिक्रा दिदीलाई फसाउन यार एकचोटि मलाई त के म त जिरी गरिदिन सक्छु क्या मलाई कसरी पढ्न सक्दैन अलरेडी पर्मानेन्ट तपाईँको छँदैछ नि तपाईँको यो त्यही हो एउटै क्वेसन मैले दुईटा बनाएको छु कुनै एउटा मुभीको नाम पछाडि टोयलेटमा थपेर भन्ने के सोचे फेरि भन्नु मिल्दैन मुभी ए पर्खी बसे कोडीकालाई चाहिँ कुछ होता है पर्खी बसे टोयलेट कसलाई भयो आजीलाई त्यही भएर लेट आजी यो चाहिँ हाइलाइटमा राख्दिन है यो कोडेको कुछ होता है पर्खी बस्ने टोयलेटमा दिदीकै पर फेरि बोयफ्रेन्डलाई फसाउनु भयो मलाई हैनलाई त्यस्तो के हो यो जिया फ्यामिलीलाई झुट बोलेर कतै फोन गर्न गएको छ प्यारी फस गई अरे बिहाकै छैन बिहाकै काम छ बिहा भएपछि त म बिहासँगै जान्छु नि फ्यामिलीलाई
फ्यामिलीलाई झुट बोलेर पुरा घुमाउन मिलेर सिधा छ या छैन छ या छैन बिएफलाई झुट बोलेको होइन घरमा चाहिँ झुट बोलेको झुट बोलेर चाहिँ बिएफसँग गएको म त जहिले भनेर जान्छु बिचरा बोयफ्रेन्ड टिक्दै टिक्दैन 2 महिना बाहेक अनि होइन जहिले म त झुटै बोलेको छैन म आज यसलाई भेट्न गएँ भनेर भने मम्मी बुवालाई भनेको छैन तपाईहरुले त म गएँ है भनेर त्यहाँ अनि हामीलाई मम्मी बुवालाई भने मम्मी बुवालाई त मम्मी बुवाले फोनै गर्दैन छोरी यस्ता कुरा गर्न मिलेन हाँ या ना हाँ या ना हाँ मैंने झूठ बोला है मैं कबूल करती हूँ छटा मेरो भालो हुँदैन भएको बोयफ्रेन्ड चाहिँ सम्झाउँछन् यार पानी खानुपर्छ क्या बेला बेला हो आफ्नै हो क्या हो अब तिम्रो क्वेसन पारे हैन अघिदेखि मसिनो टिप्नु छैन अनि दिदीको फेरि चिया बिया बोलाइ बच्चा बेलाको सबैभन्दा इम्बेरेसिङ मोमेन्ट मैले झन् त्यही क्वेसन बनाएको थिएँ मलाई त कस्तो आफूले आफूको अगाडि भएको सबैको अगाडि नि मलाई भएको त त्यही याद आयो इम्बेरेसिङ त अनि अरूको अगाडि नै हुने नि आफूले आफूले इम्बेरेसिङ हुन्छ हैन यो त एक्लै भएको छु म त हाम्रो घरमा त आयो क्या आफूको मालु के बाबुले 2 तलाबाट झापड हानेको 1 तलाको आँगनमा गएर लडेर टाउको अरू कसैले दिएको थियो थिएन आफूले के सोचेर म कहाँ आएँ नाम के हो यदि घर मुभी हुन्थ्यो भने नाम के राख्नु मुभीको क्या अब ओभरअल घरको ए घरमा घर यो घरकै मुभी बन्यो भने चाहिँ के राख्नुहुन्थ्यो के हो का पूजा गरे होला रियल हिरो अफ द माझी दाई मुभीको नाम छनौट गर्नु पर्यो भने हाम्रो मिस्टर रमेश थामीलाई सम्पर्क गर्न सक्नुहुन्छ माझी दाइ ससुरालाई माझी दाई माझी बुवा ससुरालाई माझी दाइ माझी बुवा हजुर ल पढौँ न पढौँ परिवारको कसैसँग रोल साइड गर्न पाएको बिलासी जस्तै बस्न मन लाग्छ जस्तै बस्न मन लाग्छ अनि कामै गर्नु यो मेरो बेइज्जत भयो कि राम्रो कुरा भयो भाग्यमानीको भुतेको मेरो बाल अहिले बिलासीको बाल सानो टिपे त तिम्रै होला म फसे त फसिन पनि त मेरो तिम्रै हो फन्नी पोज लिएर सेल्फी लिनु यसरी गर यसो त्यो फन्नी भएन नि त त्यो त प्राय सबै लिने पोजिसन ल भयो यसो यति किन खोलेको ए यो तिम्रो फालिदियो मेरो हो त आजको भिडियो चाहिँ लामो भयो तर हामीले अघि यस्तो राख्नु पर्थ्यो क्या त्यो फोटो ठ्याक्कै एउटा सबैलाई अनोन पर्सनलाई रोएर टेस्ट गर मैंने जाने पहचाने लोग कम पड़ गए थे क्या कि मुझे टेस्ट करने को बोल रहे हो करना तो पड़ेगा करना तो पड़ेगा परमेश्वर अलिकति सेकेन्ड पार्ट आउँछ है त यो के भन्छन्
नफस्ने खालको क्वेसन परोस्। अब त छैन होला सकिसक्यो छैन कोरियाको त पुरानै सकिसक्यो लास्टमा पछि यदि एक दिनको लागि घरको बोस बन्न पाए के रुल चेन्ज गर्नुहुन्छ काका फेरि मलाई नै नहेर्नु है, म यता काम लाग्थेँ भनेर म हेर्दिनँ। Hands up! भात पकाउन लाउँथे Hands up! त्यही हो, भात पकाउन लाउँथे। मैले कहिले पकाउनु भएको छैन। डेली बिहान र बेलुकै सक्दिनँ। तर डियरमा चाहिँ बिलासी गर्दै बोल्दै त मलाई त आउँदैन है। भन्नु पर्यो। सबैभन्दा छिटो दौडने जनावर त्यो दिन थाहा छैन। हिन्ट्स नदिने भनेको होइन। होइन अब एउटा खरायो होइन गोला ल गयो। ल पनिसमेन्ट दिनु। घोडा होइन 3टा भइसक्यो। काका दिनु 4वटै मेरो भइसक्यो। क्वेसन हो हँ? कोडी गएको छैन रे के हो? चिता चिता। ए पनिसमेन्ट हो। के गर्नु पनिसमेन्ट हो। नाचौँ होइन राम्रै वाला। राम्रै वाला पनिसमेन्ट चलो नाच्ने ये अनफेयर हुआ। अब मलाई त्यस्तो त्यो म्याच म त गर्ने भने नि गरिदिन्छु ल सकियो मेरो सक्यो म त बाल लाग्दैन बिलासीको लास्ट खाली घरमा सबैलाई पनि एक्सक्युज मी के आज रे? घरमा छ एक्सक्युज मी कसले भन्छ मेरो टाउको दुखेको छ। मेरो पेट दुखेको छ पेट दुखेको अघिदेखि पेट दुखेर राम्रो लागिरहेछ यस आज त मलाई अफ कोर्स टाउको दुख्यो हैन म घरमा धेरै एक्सक्युज लिन्छु। अल्छी पनि छु थाहा छ। म अलि बढी नै अल्छी पनि छु। देखो ए लड्की गोर चाहिँ देखो म काममा एक्सक्युज पनि लिन्छु। किसे अनि मलाई टाउको नि दुख्छ नि त। पेट बिगार पनि लाग्छ लाग्छ। भोक चाहिँ लाग्छ भोक चाहिँ लाग्दैन। मिठो तर मलाई खानेकुरा नि मन पर्छ मिठो भएपछि नभएपछि खानै मन लाग्दैन। यस ल लास्टमा सबैले एक एकवटा क्वेसन गर्नु अनि आजको गेम खलास। के भन्नु के क्वेसन ल एक एकवटा गर्नु न। जैसा कि जैसे कि जैसे कि इतने सारे क्वेश्चन कम पड़ गए थे क्या यसमा सक्यो। पढ़ रहे हो यसमा डन। Yeah. ओके हाम्रो गेम चाहिँ सकिसकेको छ। डन। हाम्रो यो काको जस्तो स्वर सुनेर सहयोग गर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद। काको भिडियो छैन। चाहिँ लास्टसम्म नै हेरिदिनु होला। मेरो यति सुरिलो स्वर पनि सुन्नु होला। मैले पछाडि डान्स गरेर मलाई पागल लिन सम्झिनु होला किनभने म पागल नै हो। ओके बाई हजुरको दिन शुभ रहोस्। दिनमा हेर्नु भएको छ भने दिन शुभ रहोस्। रातमा हेर्नु भएको छ भने रात शुभ रहोस्। टाटा बाई हरि शरणम। हरि शरणम खै छैन मेरो परेला देखाऊ हरि